तपाईहरु कतिजनाले नि तपाईको विगतबाट खाली तितो कुरा बटुल्नुहुन्छ। तपाईको विगत बितेका दिनहरुबाट खाली तितो कुरा मात्रै बटुल्नुहुन्छ। अनि त्यो तितो कुरा बटुल्दा नि तपाईको जीवनमा कहिले पनि आशिष आउँदैन। त्यो तितो कुरा बोलेर तपाई त्यो तितो कुरा बटुलेर नि तपाईले तपाईको जीवनमा खाली श्राप बोल्नुहुन्छ, खाली तपाईले यु कर्स योरसेल्फ, तपाईले आफ्नो जीवनलाई श्राप बोल्नुहुन्छ। त्यो श्राप जीवनमा मात्रै नानीहरुको जीवनमा पनि श्राप बोल्न थाल्नुहुन्छ। यु स्टार्ट स्पिकिङ कर्स। हाम्रो नेपाली जातिमा हामीले धेरै पल्ट कर्स बोलेको छौं, श्राप बोलेको छौं। मैले अस्ति साथ तपाईलाई भन्दै थिएँ, हामी श्राप बोल्छौं। सबैजना पास हुन्छ कि, तर तँ चाहिँ पास हुँदैनस्। सबैजनाले ज्वाइँ राम्रो पाउँछ कि, तर मैले त पाउँछ जस्तो लाग्दैन है। त यो त मेरो छोरा त यो त लठेप्रे पनि छ, गठे छ। यसले त नोकरी गरी खान्छ जस्तो लाग्दैन। हाम्रो नानीहरुमाथि बोलेको छ। ओए हरियो बाँस बोल्नु भएको छ नानीहरुमाथि। हजुर त किन जन्मिस? मरेको हुन्थ्यो त मरेको हुन्थ्यो त। ओए किन जन्मिस? मर्नु नसकेको थुक्क तपाईँ त मैले किन जन्माएको छु नि? त जन्मेको दिन मरेको हुन्थ्यो नि त। बोल्नु भएको छ तपाईँ, बोल्नु भएको छ आफ्नो नानीहरुमाथि। हजुर तँसित त कुन दिनमा चाहिँ बिहा गरेछु नि मैले? तँसँग त कुन दिनमा बिहा गरेर मेरो पनि खप्पर फुटेको क्या? कुन दिन बिहा गरेछु नि तँसँग त? ठुक्कबरु बोल्नु भएको छ। स्वास्नीको अगाडि नोक्नेलाई बोल्नु भएको छ। तिमी जस्तो यस्तो हरि कंगाल फुटेको कौडी पनि नभएको मान्छेसँग म कुन दिनमा चाहिँ झुन्डेर आएछु नि प्रभु? पाल्नु नसके हुत्ती हारा मान्छेले किन बिहा गरेको मलाई? हुँदैन तिम्रो हुँदैन। किचनमा ठ्याङ्ग्याङ्गै एउटा ग्लास फुटाउँछ। ओ हात भाँच्यो, भाँचेको हात हेर, हात भाँच्यो। कसलाई त आफ्नै हातमा सराप छ, ठुक्क भाँचेको हात। डेरेक प्रिन्सको जीवनको एउटा घटना मलाई याद आउँछ। उहाँको मिनिस्ट्रीमा सेवाकाई गर्दै जाँदा एकजना नानीलाई लिएर आएछ, 21-22 वर्षको छोरी, व्हील चेयरमा। अनि व्हील चेयरमा लिएर आयो, अगाडि ल्याएर त्यहाँ डेरेक प्रिन्सलाई प्रार्थना गरिदिनुहोस् भन्दाखेरि प्रार्थना गर्दाखेरि के को लागि प्रार्थना गरौँ भन्दा त यसो हेरेको त खुट्टा रहेछ। अनि यो दाहिने खुट्टा, यो खुट्टा चाहिँ सुकेको रहेछ, यो खुट्टा चाहिँ सुकेको रहेछ। अनि त्यसपछि डेरेक प्रिन्सले प्रार्थना गर्न थाल्यो। प्रार्थना गर्दै जाँदा प्रभुले देखाउनु भयो डेरेक प्रिन्सलाई, यसको खुट्टा किन सुकेको यहाँ छ? अनि प्रभुले भन्यो यसको खुट्टा किन सुकेको भन्ने नि, जब यो किशोर अवस्थामा पस्यो, 13 इयर्समा पुग्यो, तब यसको साथीहरूले यसलाई के भन्दै भने, ओए काख खुट्टी, ओए फटेङ्ग्रा। खुट्टा चाहिँ अलिक सानो थियो, त्यसले गर्दा यसले जति साथीहरूले उसको काख खुट्टी भन्दै गयो, ओए खुट्टा नमिलेको भन्दै गयो, ओए फटेङ्ग्रा भन्दै गयो, यो केटी दिन रात आफ्नो खुट्टालाई हेरेर सराप्नु थाल्यो। मेरो खुट्टा किन यस्तो? यो खुट्टा त नभइदिएको भए पनि हुन्थ्यो नि, किन चाहिँ यस्तो भएको होला? आई कर्समा लेख्यो, खुट्टालाई म सराप्छु। मेरो अनुहारलाई सराप्नुहुन्छ नि अनुहारलाई? हजुर मेरो नाक अलिकति यस्तो भइदिए त, ठुक्क मेरो नाक के भएको? सराप्नुहुन्छ नि, कर्स बोल्नुहुन्छ नि, सराप बोलेको। अनि अन्तमा गएर के भयो? यो खुट्टा साँच्चै नै सुक्नु थाल्यो अरे, यो खुट्टा साँच्चै सुक्नु थाल्यो। अनि त्यो केटी हिँड्न नसक्ने भयो।
परमेश्वरले मानिसलाई आफ्नै स्वरूप अनि आफ्नै प्रतिरूपमा बनाउनु भयो। परमेश्वरले बोलेर सबै कुरा सृष्टि गर्नुभयो भने तपाईको बोली सृष्टि गर्ने शक्ति छ। तपाईको बोलीले कि चाहिँ जीवन दिन्छ कि चाहिँ मार्छ। नानीहरूलाई नाम नराख्नुहोस्, ओए धुर्मुस होइन तपाईँको नानी, ओए काले, ओए रिठे, ए ज्वारे, नाम नराख्नुहोस्। ब्लेस योर चिल्ड्रेन। तपाईँको नानीहरूलाई आशिष दिनुहोस्, श्राप होइन। हाम्रो जाति त्यसै पनि धेरै श्राप बोकेर हुर्किएको जाति हो। अब हाम्रो जाति श्रापको बन्धन पर्नु हुँदैन। अब हाम्रो जाति चाहिँ आशिषमा सरिजाने जाति हो। हालेलुया, हालेलुया। अब चाहिँ हाम्रो जाति चाहिँ परमेश्वरको महिमामा सरिजाने जाति हो। हालेलुया। नसराप्नुहोस्। तपाईँ जति शराब्दै बोल्दै जानुहुन्छ नि, तपाईँले बोलेका कुराहरू चाहिँ कहिले पनि यो ब्रह्माण्डमा तपाईँले बोलेका कुराहरू चाहिँ कहिले पनि यो ब्रह्माण्डमा सकिँदैन, मेटिँदैन, हराउँदैन। त्यसले गर्दा त मान्छेले कुटेको बिर्सिनुहुन्छ, तर तपाईँलाई मनमा चस्सै लाग्ने गरी भनेको कुरा कहिले पनि बिर्सिनुहुन्न, किनभने शब्द मर्दैन, वचन मर्दैन। त्यसले गर्दा परमेश्वरको वचनले भन्छ मेरो वचन त्यसै फर्केर आउँदैन। उहाँले बोलेपछि त्यो पुरा हुन्छै हुन्छ। परमेश्वरको वचन त्यसै फर्केर आउँदैन। त्यस्तै गरिकन तपाईँको वचन पनि त्यसै फर्केर आउँदैन। तपाईँ जे बोल्नुहुन्छ त्यही नै तपाईँको जीवनमा हुन्छ। तपाईँले जे घोषणा गर्नुहुन्छ त्यही तपाईँको जीवनमा हुन्छ। अर्काको जीवनमा बोल झन् तपाईँ त अथोरिटीमा, अख्तियार, अघि हामीले सुन्यो नि, अख्तियारमा हुनुहुन्छ। तपाईँ बाउ हुनुहुन्छ, तपाईँ आमा हुनुहुन्छ, तपाईँ दिदी हुनुहुन्छ, तपाईँ दाजु हुनुहुन्छ। यो छोरालाई त कुन दिनमा जन्म दिएछ नि, थक्क डल्लै टाउको चाहिँ हाँडीमा राखेर कुकुरको पिसाब खाने स्पिक शराबका कुराहरू। बाइबलले भन्छ परम प्रभु परमेश्वरले, प्रभु येशू ख्रीष्टले चाहिँ एउटा मर्न लागेको धिप हुँदै गरेको दियोलाई पनि उहाँले फुकेर निभाउनुहुन्न। धिप हुँदै गरेको दियोलाई पनि उहाँले आशाले हेर्नुहुन्छ। मर्न लागेको कुरालाई पनि प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ कतै यो सप्रिन्छ कि। हालेलुया, हालेलुया।